संविधानमा नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा ल्याउने भन्ने नै छ। त्यसको लागि मानसिक स्वास्थ्यका औषधिहरू स्थानीय तहमा पनि हामीले पुर्याएका छौँ। केही कतै कमी कमजोरी होला, तर अहिले म साँच्चै भन्नु भने पूर्वदेखि पश्चिमसम्म मेरो हेर्ने पनि आफ्नै आँखाले पनि हेर्ने छ र लोकल लेभलमा म अस्ति लुम्बिनी प्रदेशको स्थानीय संरचनाहरू, हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रहरू, प्राथमिक अस्पतालहरूमा पनि हेर्दाखेरि औषधिहरू छन्, कन्सल्टेसनका लागि पनि आएका छन्। हाम्रो NHTC राष्ट्रिय स्वास्थ्य शिक्षा तालिम केन्द्रबाट 400 जनालाई यो फर्स्ट लाइन मेन्टल हेल्थ वर्करको रूपमा तालिम पनि प्रदान गरिसकिएको छ। त्यो तालिमको ड्युरेसन केही लामा छन्, केही छोटा छन्, केही ओरिएन्टेसन छन्, त्यो दिएको छ र धेरै जसो त्यहाँ गैर सरकारी सङ्घ संस्थाका साथीहरूले पनि ट्रेनिङ लिनुभएको छ। त्यसकारण हाम्रो अगाडि बढ्ने क्रममा तालिमका कुरा भयो, औषधिका कुरा भयो, परामर्श सेवाको कुरा भयो र रेफरल सर्भिसेस हाम्रो स्वास्थ्य संस्थाहरूलाई अझ बढी सुदृढीकरण गर्नुपर्छ र हाम्रो साइकियाट्रिस्टको सेवा पनि विस्तार गर्नुपर्छ भन्ने नै छ र त्यो दिशामा पनि हामी लागिराखेका छौँ। अहिले भएको रणनीतिमा चाहिँ मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच र समान पहुँच, सहज, इक्विटेबल र त्यो इक्वल भन्नेमा गयौँ। र दोस्रोमा चाहिँ हामीले साधन स्रोत जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा हो। जनशक्तिको पनि हामी कहाँ साइकियाट्रिस्ट पनि पहिलाको तुलनामा धेरै ट्रेनमा छ। हाम्रो यो 8वटा संस्था त मैले भने निजी क्षेत्रमा पनि विविध युनिभर्सिटीहरू छन्। हाम्रो पोस्ट ग्रेजुएटमा साइकियाट्री सबैले पढेका छन्। अब केही नभए पनि वर्षमा 10-12 जना साइकियाट्रिस्ट उत्पादन हुने अवस्था छ, भइ पनि रहेछ। तर कहाँनिर अप्ठ्यारो छ भने हामीले ती कुराको लागि हाम्रो नेपाल सरकारको सेवाभित्र दरबन्दी सृजना गर्न सकेका छैनौँ। उत्पादित जनशक्ति बाहिर काम गरिरहेछ। हुन त सेवा नै दिइरहेछ नेपालमा बसेर, तर कतिपय नेपालमा नबसेर बाहिर पनि जाने अवस्था छ। त्यसले गर्दाखेरि उत्पादित जनशक्तिको लागि हामीले दरबन्दीहरूको व्यवस्थापन गर्नुपर्ने छ र त्यो अन्धविश्वास, मिथ्या भ्रम भन्ने जुन कुरा छ त्यसको लागि मैले अघि नै IEC का कुरा गरिहालेँ। त्यो चाहिँ एउटा हाम्रो रणनीति मध्येको एउटा रणनीति हो र मानव सामाजिक अपाङ्गता भएका व्यक्तिहरूको लागि मानव अधिकारको रक्षाको कुरा हो। यो हामीले सबैले मिलेर गर्नैपर्छ। त्यसमा पनि हाम्रो क्यापासिटी धेरै कम छ र त्यो चाहिँ स्वास्थ्य मन्त्रालयको डाइरेक्ट आफ्नो रोल भन्दा पनि सहकार्य गरेर अन्य निकायहरूसँग मिलेर हामी काम गर्नुपर्ने अवस्था छ।